प्रतिपक्षी दल नेपाली कांग्रेसले छिटोभन्दा छिटो प्रधानमन्त्री बालिन शाहको स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराउन माग गरेको छ। पार्टीको तर्फबाट मंगलबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्तो माग गर्नुभएको हो। सोमबार प्रतिनिधि सभा बैठक र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा उठेर हिँड्ने घटनाले सिंगो देश र संसदको इज्जतमाथि दाग लागेको उहाँको टिप्पणी थियो। प्रधानमन्त्रीले अहंकार र अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो। उहाँको व्यवहारले जनताको मन कुडिएको छ, देशको शिर झुकेको छ, यो सदनको गरिमा र इज्जतमा दाग अनुभूत हामीलाई भएको छ उहाँले भन्नुभएको छ। त्यस्तै प्रधानमन्त्री बालिन शाहको स्वास्थ्यमा समस्या भएका कारणले बीचमै छोडेर हिँडेको उहाँका राजनीतिक सल्लाहकार असीम शाहले स्पष्टीकरण दिनुभएको थियो। यसबारे प्रश्न गर्दै उहाँले भन्नुभयो, यस्तो पनि हुन सक्छ कि उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई यस्तै खबर आयो र पछि डिलिट पनि भयो। स्वास्थ्यमा अचानक प्रतिकूल अवस्था बनेको हो भने के भएको हो भन्दै उहाँले स्वास्थ्य परीक्षण हुनुपर्ने बताउनु भएको छ। म सरकारलाई आग्रह गर्न चाहन्छु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो, अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइ